हेलो दर्शकबिन नमस्कार सम्पूर्णलाई के छ नेपालबाट मेरो नमस्कार स्वीकार गर आए। आज म तपाईलाई मेरो गाउँ देखाउन गइरहेको छु। आज गाउँको अवलोकन गराउन गइरहेको छु। कस्तो छ साथीहरुले सबैले हेरेर अन्तिमसम्म भिडियो हेर्दिनु होला। हामी बस्ने ठाउँ नेपालको यो भजनी नगरपालिका जिल्ला कैलाली हैन, भजनी नगरपालिका वडा नम्बर 5 को नयाँ बस्ती टोल हाम्रो यो भारतको सिमानामै छ। बिल्कुल गाउँ हेर्नुस् न, कति राम्रो छ। सम्पूर्ण दशैंको समयमा बेंगलोरदेखि पनि आउनु भएको छ, काठमाडौँदेखि आउनु भएको छ, हरेक ठाउँबाट आउनु भएको छ। उहाँ चाहिँ बेंगलोरदेखि आउनु भएको दशैं मनाउन। या त हेर्नु न, यो हेर्नु त, बेंगलोरदेखि आउनु भएको छ उहाँ दशैं मनाउन। अनि उहाँ चाहिँ काठमाडौँदेखि आउनु भएको छ दशैंको लागि तयारी। गाउँ रमाइलो छ, बवाल छ एकदम। म भित्र गाउँ भित्र जाँदैछु है। धेरै दिन भयो, लगभग तपाईको 4 वर्ष जति भयो होला गाउँ भित्र गएको छैन। आज गाउँ भित्र जाँदैछु। आऊ गाउँको अवलोकन गराउने छ तपाईहरुलाई। यी मेरा भैंसा 1 2 3 4 आफ्नै भैंसा हुना हो। काले ओराले गर्दै हाम्रो गाउँका फुचना फाचनी खेल्न लागेका। हाय बाबु, हाय गर। हेर सबैले हाय गर्दै के। दर्शकबिन गाउँ जस्तो जाबे अपन गाउँ चेन्ज, मान्छे चेन्ज भए, घर चेन्ज भए, तर यार हाम्रो गाउँका बाटा चेन्ज भएन देखे। सबै चेन्ज भयो, मान्छे चेन्ज भयो, हामी हैन, घर चेन्ज भयो, परिस्थिति चेन्ज भयो, सबै चिज चेन्ज भयो, तर यार बाटो चेन्ज भएन। अब नेपाल सरकार भनौं कि अब के सरकार भनौं, ध्यान राखिदिएले हजुर। यो कुराको ध्यान राखिदिएले। बाँकी हेर, अरे हाम्रो माइजू मामा, ओ बाबुजू के अन्ने छ भने यदो गोबर टिप्ने, के अन्ने गोबरले घर लिप्ने दशैंको लागि त के। हेर देखा दशैंको तयारी, गोबर खेड्न लागेका छन्। हेर साथीहरु, गाउँ कस्तो छ। बडे पुरा गाउँ घुम्नु पर्छ आज एकदम। परे म बजेटमा भेट्यौ, हाम्रो बजे। ल म बजेलाई भेटे लु। ओइ होइ काकु, भाग्यवानी ठुलो भयो, लाखौं लाखौं साल जिए बेटा। दिल्लीबाट काका पनि आएका हुन्, तर मभन्दा पहिला आएका हुन् काका। ए बरु फुपुलाई सबलाई सबलाई बाजेलाई सबै भाइरल हुनु। बाजे सबै हाम्रो परे। हेर परे हाम्रा बाजे बजै काकी फुपू सबै बसेका छन्। ढोका ढोकर दफ बजे ढोकर दफ ढोकर हाम्रा बाजे बाजे नमस्कार गर। बेल दिएन भने ठोक घरे ठोक देऊ त यार। हाँ क्या क्या ने को ए हाम्रो गाउँको मिस्त्री दाजु, हाम्रो गाउँका सम्पूर्ण घरहरू भए, नलकाहरू भए, टोयलेटहरू सबैहरू बनाउनुहुन्छ उहाँ। सम्पर्क गर्नु होला है। के गरौ भन्दा तिमी रोका ल्याउ त म गाउँमा काम लगाए पर बाजेले यो उठाके लिनु पर्ने भन्यो। आऊ काका यहाँ यत्रो बिनको छ बिचारा यो। उठा 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 ए तेरी गाउँ आएपछि त्यसै त उता कामै, कोही क्या काम लगाउँदा, कोही काम लगाउँदा। कहाँ राख्ने यसलाई? माटो छ त बोय। धान चुट्नको लागि तयारी भइगयो गाइस। धान चुट्ने भने त धान चुट्ने बनाउँदा भए पनि बाजे मेरो एक नम्बर हरामी भाउ यो। हाय कर। हाय। हाँ हाय कर। बस भाइ यति तेरो काम। भाग दर्शकबिन आइज। एकदमै रमाइलो छ गाउँ। धेरै दिनपछि आइयो। के भनौं यार, कुनै कुरो शब्द नै छैन। के बोलौं भइरहेको छ गाउँमा। मान्छे त अब त्यस्तै हो, धेरै जसो परदेशमै छन्, कोही काठमाडौँतिर छन्। गाउँमा त कमै मान्छे छन्। जति देखिरहेका छौं हामीहरु यति मान्छे नै छौं। दे निकै जाऊ के परे हाम्रो दी कपडा लगाउन लाग्यो कि दादी हाम्रो दी नमस्कार नमस्कार गर। हाम्रो दी कसैमा दी हेर। गाउँका घरहरू परिवर्तन भए, मान्छेहरू परिवर्तन भए, सबै चिज परिवर्तन छ सबै चिज। मामा निकै छौ के
ठिकै छ एकदम क्या धावा छ हाम्रो मामा हुनुहुन्छ गाउँमा एकदम गाउँमै बस्ने गाउँमै अब परदेश त हुनुमा पनि परदेश गर्नुभयो तर अब धेरै वर्ष भयो गाउँमा नै बस्नुहुन्छ गाउँमा नै रमाउनुहुन्छ एकदमै ठिक छ उहाँ मामा हुनुहुन्छ हाम्रो एकदम आज गाउँ अवलोकन गर्दैछ मामा आज गाउँका सबैलाई हाम्रो माइजू घर लिप्न तयार हुनुहुन्छ दसैँको तयारी गर्दै हुनुहुन्छ होइन अनि छोरी यता हेर त हाई गर हेर्नु सबै तयारी गर्दैछन् परे हामी बौरानी पनि परे घर लिप्न लागेका छन् दसैँको तयारी घर छिप्न लागेका थियो क्या हाम्रा कसले भन्छ गाउँमा कला हुँदैन गाउँका अरू शिक्षित हुँदैन भनेर हेर गाउँमा आफैले बनाएको हाम्रो मामाको घरमा आफैले दिदीबहिनीले कसैले बनाएको होला घरमा कसैले त बनाउनु त बनाएको होइन हेर्नुहोस् यति राम्रो घरमै बनेका हो नि हेर्नुहोस् है यति राम्रो कला छ हामीसँग सरकार न्याय दे रोजगार दे हामीले बनाउन सक्छौँ यस्तो बेच्न सक्छौँ हो कि नै यो मेरो साथीहरू यो मेरो ग्याङ हो गाउँमा एक्लै त नसोच्नु है गाउँमा ग्याङ छ मेरो ग्याङ लिएर घुम्छु म ग्याङ देख्यौ कत्रो ग्याङ छ सबभन्दा ग्याङको लिडर यो महाशयले मुला यो एक नम्बरको हरामी यो अर्को एङ्गलबाट गाउँको नजारा बडो आनन्द आइरहेको छ यार धेरै वर्षपछि आय हाय गाउँका घरहरू गाउँको आनन्द गाउँको शीतलता गाउँको वातावरण के भनौँ यार कुनै साध्य नै छैन भन्न कसम छ यार जे भने पनि बडो आनन्द छ यो सबभन्दा ठुलो लिचीको रुख हाम्रो गाउँको तर यही घर बहुत पुरानो लिचीको रुख हो म यत्रै चाहिँ यहिलेदेखि यही लिचीका रुखैनी चोरिकन लिची खाँदो चाहिँ आजकल त आएको छैन अब फल्ने समय भयो यो लिचीको रुखको लिची यही लिचीका रुखैनीको लिची चोरिकन खुब खाएँ मैले स्कुल जाने बेला पर एउटै स्कुल जाँदो एउटै उसको जाँदो चाहिँ एउटै आइकन लिचीको रुखैनी लिची चोरिकन खुब खाँदैछ म बजे मरि गएँ हामी ती बजे खुब गालिदिने छि बिस्कुन घामला लागेको ठुली आमा ठीक है भयो निकै सक्यो हाम्रा ठुलबुवा ल डगर भयो निकै सक्यो ए हाम्रो भान्जी एक नम्बर डान्स गर्ने छन् म कुनै दिन भान्जीको डान्स देखाउँला आए कुनै दिन देखाउँला डान्स बहुत राम्रो डान्स गर्ने छन् म कुनै दिन भान्जीको डान्स देखाउँला बहुत राम्रो डान्स मैले भान्जीको डान्स हेरेको छ हाम्रो आमा एक नम्बर कमेडी छन् आमा बोल्नु बहुत कमेडी गर्ने छन् आमा बनाउनु आमाको कमेडी पनि देखाउने आयो आमाले पनि भिडियो हाल्ने आमाको कमेडी बनाउने आमाको भिडियो पनि हेरिदियो सबैले आयो हाम्रो बुवा ए रामजन पालेका हुन्न भैँसा कैको नहुन् जिन्दगी परानी बाइको भन्ने कैको नहुन् बुवा एक नम्बर हाम्रो बुवा पडोसी बा छ कि अब गाउँको त्यसै त हो त अलिकति खाइकन आइजाने अझै लाग्ने गीत भन्न एकदम अरे बुवाका गीत भनेपछि त गाउँका हाम्रो गाउँमा चोर आउँदैन बुवा थर्काएर भगाइदिन्छन् यत्र आवाज सुनेपछि पनि भागिन जान् त्यति कडकले बोल्दछन् हाम्रो बुवा थाकेर पहेँला भइगयो अब कही दिन काट्टा भए धान बडो मजा आउँदो भयो अब धान काट्नु पर्यो नेपाल आइकन पनि अब आराम त आराम मिल्ने होइन काम त कामै छ नेपाल पनि धान काट्नु पर्यो अझै यिनलाई दाउनु पर्यो चुट्नु पर्यो हाम्रो त दाउँदा छन् हजुर असमतिर पहाडतिर त चुट्टा छन् क्या हाम्रो यता थ्रेसरमा दाउँदा छन् यहाँ त त्यति सजिलो छ त्यति असजिलो त छैन पुरा गाउँ हाम्रो यो पुरा हाम्रो गाउँ हेर केटा हो पुरा हाम्रो गाउँ यो कस्तो लाग्यो हेर पुरा गाउँ हाम्रो यो